धेरै दिनपछि माछा खानु लागेर हेर्न सक्नुहुन्छ 4 किलो 600 ग्राम माछा बोक्यो। रुवा माछा है। विदेशतिर चाहिँ यसरी प्याकेजमा राख्दो रहेछन्, फ्रिजमा पुरै जमाएर है। माछाहरू सिङ्गो सिङ्गो ल्याएर त्यसरी राख्दो रहेछन्। टक्क लाएर अब म काट्न दिएछु हैन। अर्को साथीले काटिरहेछ टक्क पारेर। यसरी मजाले काट्दो रहेछन् है। पिस सानो पिस बनाएर। अब किनभने पुरै जमेको हुन्छ त्यो कारणले यसरी काट्नु पर्ने हुन्छ। यताको काट्ने सिस्टम पनि यस्तै खालको हुन्छ किनभने पुरै जमेको हुन्छ के। यसलाई पगाल्न धेरै टाइम लाग्छ। 3-4 घण्टै लाग्छ। त्यो भन्दा बरु छिटो काटिदिएपछि पुरै पिस बनाएपछि सरल तरिकाले 15 मिनेट 20 मिनेटमा मजाले हामीले पकाउन सक्छौं। हेर्न सक्नुहुन्छ एकदम टक्क लाएर मजाको छ है। 4.5 किलो 4 किलो 600 ग्रामको छ यो। यसरी सानो सानो पिस बनाउँदा सजिलो हुन्छ। टक्क लाएर हामीले काट्नु पर्दैन। उहाँले नै सबै काटिदिनुहुन्छ र आफूले सफाई गर्नुपर्छ। त्यो